नछुट्टाउने बुटोल सडक मेलामा 500 मा के पाइन्छ हेरौँ है। ऑल राइट, हेलो, वेलकम टू माई फर्स्ट मिनी व्लग। सबैभन्दा पहिला मैले खाएँ ट्विस्टेड पोटेटो, जसको मलाई पर्यो मात्रै 100 रुपिस। मेलामा गएपछि भिड त कहाँ हुन्न, यो भिड हेरेर मेरो टाउको नि दुख्यो। त्यसपछि म अगाडि बढ्दै गएँ अनि मैले सोचेँ के खाने हो। त्यसपछि मैले याद आयो पकौडा। पकौडा पनि मलाई 100 रुपिसको पर्यो अनि यसको टेस्ट मलाई त्यति खासै लागेन। यसको नेपालीको आन बान शान मोमो, त्यो पनि कोदोको मोमो मैले फर्स्ट टाइम आफ्नो लाइफमा खाएँ अनि यसको टेस्ट यस्तो रोस्ट थियो, म अबदेखि खान्न। स्टलको आफ्नो आफ्नो परिकारहरू पाक्दै थिए अनि त्यसपछि मैले ट्राई गरेँ चिकन शर्मा। चिकन शर्माको टेस्ट भनेपछि मलाई एकदमै मन पर्यो। मेलाको सबभन्दै बेस्ट मलाई चिकन शर्मा लाग्यो। लास्ट हामी सबै फेभरेटको जेरी खाएपछि मेरो 500 सेट दियो। थ्याङ्क यू सो मच फर वाचिङ। इट्स माई फर्स्ट ब्लग। केही मिस्टेक भए भन्नु होला।